फेरि पनि केही समयपछि तपाईहरुलाई म तिरकुल्से अथवा टिप्पणीबाट भने रिक्सुङ गुम्बो र इंग्लिशबाट भन्यो भने चाहिँ द प्रोटेक्टर अफ थ्री फ्यामिली को अनि जानकारी र अनि उहाँको मन्त्र के हो भनेर तपाईहरुको समूह आज भन्न चाहन्छु। र फर्स्ट तिरकुल्से अथवा रिक्सुङ गुम्बो इंग्लिशबाट भने थ्री प्रोटेक्टर अफ द फ्यामिली भने चाहिँ तीनवटा के हो भनेपछि चाहिँ मञ्जुश्री अवलोकितेश्वराया र वज्रपानी यो तीनलाई तिरकुल्से अथवा रिक्सुङ गुम्बो र इंग्लिशबाट भने द थ्री प्रोटेक्टर अफ फ्यामिली भन्छ। र फर्स्टमा मञ्जुश्री भनेको चाहिँ कस्तोलाई भन्छ भनेपछि चाहिँ मञ्जुश्रीको मन्त्र चाहिँ के हो भनेपछि चाहिँ ओम वागी स्यारी मुम भन्छ। यसलाई चाहिँ ओम वागी स्यारी मुम भनेको चाहिँ मञ्जुश्रीको मन्त्र हो। र दोस्रो चाहिँ अवलोकितेश्वराया उहाँको मन्त्र चाहिँ के हो भनेपछि चाहिँ ओम मा नि पेदमे हुँ। यो त तपाईहरुले सबैलाई थाहा छ होला, सधैँ प्रयोग गर्ने मन्त्र चाहिँ हो। र अनि तेस्रो वज्रपानीको मन्त्र चाहिँ के हो भनेपछि चाहिँ ओम वज्रपानी हुँ। ओम वज्रपानी हुँ चाहिँ वज्रपानी ओम वज्रपानी हुँ चाहिँ वज्रपानीको मन्त्र हो। र फर्स्टबाट भन्यो भने चाहिँ फेरि यसरी भन्यो भने मञ्जुश्रीको चाहिँ ओम वागीश्वरी मुम र अवलोकितेश्वरायाको चाहिँ ओम मान्दिपेमे हुँ। अनि वज्रपानीको चाहिँ सजिलो छ हैन, नाम जे हो त्यही ओम वज्रपानी हुँ हो चाहिँ वज्रपानीको भयो। अब यसलाई अनि इंग्लिशबाट चाहिँ अलिकति भन्यो भने चाहिँ मञ्जुश्री द लर्ड अफ विजडम भन्छ। अनि हिज मन्त्र इज ओम वागीश्वरी मुम एन्ड अवलोकितेश्वराया द लर्ड अफ कम्पेसन्स। हिज मन्त्र इज ओम महानि पेदमे हुँ। And third, Vajrapani, the Lord of Might. The Lord of Might. His mantra is Om Vajrapani Hum. यो चाहिँ उहाँको मन्त्र के रहेछ भनेर चाहिँ यति जानकारी हो। र मन्त्र पढ्दाखेरि चाहिँ यस खास कुरा चाहिँ अर्को चाहिँ के छ भने महत्त्वपूर्ण चाहिँ मन्त्र पढ्दाखेरि चाहिँ फर्स्टमा मञ्जुश्री जस्तो भने मञ्जुश्रीको फर्स्ट उहाँको शरीर जस्तो फोटो जस्तो हेर्नुहोस् र त्यस फोटो अनि पछि हेरेपछि उहाँको हातमा के छ, दायाँ हातमा के छ, बायाँ हातमा के छ र उहाँको शरीर कस्तो छ र उहाँको टाउकोमा के लगाउनु भएछ त्यो सबै आफ्नो दिमागमा याद गरेर चाहिँ आफ्नो दिमागमा याद गर्दै गर्दै मन्त्र पढ्नुपर्छ। र मन्त्र पढ्दाखेरि मन्त्रमा धेरै विश्वास हुनुपर्छ। यो मन्त्र पढ्यो भने मेरो कुराहरू सबै सक्सेसफुल हुन्छ। अनि सबै भनेर आफूलाई अलिकति के हुनुपर्छ, धेरै विश्वास हुनुपर्छ। विश्वास नभएर मन्त्र पढ्यो भने चाहिँ के हुन्छ भनेपछि चाहिँ आफूलाई कामै लाग्दैन। जस्तै एउटा के छ भने टिप्पणीबाट एउटा भन्ने के छ भने चाहिँ